नमस्ते मेरो छोटो भिडियोमा यो पारी देख्ने चाहिँ बाडा यता इन्डियापट्टि जोलङ केहरू होला सायद। र आज चाहिँ म ससुरालीमा आएको छु र यहाँ चाहिँ आज चाहिँ हल्का दिन अलिकति राम्रो भएकोले गर्दाखेरि गोठाला गइरहेको छु। यसरी गोरुहरू हेर्नुहोस् न सिङ अचम्मै ठुलो गोरु गाईहरू खोल्दैछु। अब यिनीहरू चाहिँ यो चाहिँ ठुलो हल्दैछ यहाँको। आमामा है बिस्तारै सिङ नहल्ला मेरो टोक्को फुटाउला है। ठुलो ठुलो सिङ भएको छ कि डरै लाग्दछ नि। यो चाहिँ हाम्रो ससुरालीहरूको ठुलो घुमेछु। ठुलो गोरु माथि छ बगल लानी तर्खारमा छु। हे गाई पर्के कस्तो बदमास गर्छ नि। हाम्रो गोठ चाहिँ यहाँ थियो माथि जङ्गल घाटीमा सारेको छु। बिहानै आएर अहिले चाहिँ अब त्यताउता लगेर बाछाहरू बाँधिराखेर गाई गोरु चाहिँ लाने हो। साह्रो छ यहाँ त तपाईँहरूलाई हलगोरु चाहियो भने त 2-3 हल रहेछ सानो सानोहरू पनि। भेडा चाहिन्छ भने भेडा पनि छ यहाँ। यस्तो छ कि गोठमा भेडा एउटा यो 8-9 महिना पुगेको होला यो भेडा। मैले पहिला माथि पाहाडमा कुद्दाखेरि बोकेर लगेको। आजभन्दा 6-7 महिना 8 महिना अगाडि सिङ पलाइसकेको छ। यहाँ चाहिँ हाम्रो बिहानै बनाएको गोठ एकदम रेडी तयार अवस्थामा छ। लाइना बाछाको टाट्नु यहाँ चाहिँ सुत्ने जग्गा रेडी हुँदैछ। यहाँ चाहिँ घाँसको बारी यो सारसम्म गाई चौक्दै गएको थियो तल आफ्नो घरहरू त्यो 4-5 गाई चराएको कि यहाँ त थुप्रो गाई चराएको त्यो बिउ नै पाउँदैन। सब कता हो फेरि नआउनु बहुत गाह्रो पर्छ। घरि बल्लो छेउ जान्छ घरि बल्लो छेउ जान्छ कता लानु पर्ने केही टुङ्गो छैन। गाह्रो पर्छ अनि माथि देख्ने चाहिँ बाडा यहाँ तलाई रेडी देख्ने डेली। अहिले चाहिँ यस्तो छ अस्तिको पानीले गर्दाखेरि पानी आएर यहाँ कुहिरो लागिबस्छ नि त। अनि यो पारी देख्ने चाहिँ बिन्दु होला सायद यहाँ तल बिन्दुको बिहान देखिन्छ। यहाँबाट यो खोला त्यहाँदेखि त्यो चाहिँ पारी प्यारेङ के भन्ने होला यसलाई पशु यस्तो छ। अहिले ल गाई गोरुहरू एक चर्दैन हुन के चरोस् हुने घारी मात्रै छ। एटेको खाने त यहाँ रहेछ नि खोर्सानी टियामै रहेछ। हरियो डल्ले त एउटा फोक्टा त राम्रै रहेछ नि त फलको छ। हेर्नुहोस् त खोर्सानी कस्तो खोर्सानी खोर्सानी बारी टेक्नु आउँछ क्या गाडी मात्रै छ गाडी मात्रै। हजुर माथिको त फर्काइ लिएँ त बाबा मैले माथिको त ले 2-3 वटा घुमाएर पल्लो छेउ पुगेको त।